जय मसीह। साँचो आनन्द नामक दैनिक उपासनामा यहाँहरूलाई स्वागत छ। आज डिसेम्बर 15, तदनुसार मङ्सिर 29 गते सोमबार र आजको वचनको मुख्य खण्ड रहेको छ यूहन्ना 10:10 पद। चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। आजको शीर्षक रहेको छ ख्रिस्टमसमा जीवन र मृत्यु। जसै म यो उपासना सुरु गर्न लाग्दै थिएँ, मैले मारियन न्युस्ट्रमको मृत्यु भयो भन्ने खबर पाएँ। मारियन र उनका श्रीमान एल्मर त्यति बेलादेखि हाम्रो चर्चका हिस्सा थिए। जति बेला हाम्रो चर्चका अधिकांश सदस्यहरू जन्मिएका नै थिएनन्। तिनी 87 वर्षकी थिइन् र तिनीहरूको विवाह भएको 64 वर्ष पुगिसकेको थियो। जब म एल्मरसँग बोले, मैले उनलाई बताएँ कि म उनी प्रभुमा बलियो भएको र जीवनदेखि हार नखाएको चाहन्छु। उनले भने, उहाँ एक साँचो मित्र बन्नुभएको छ। म प्रार्थना गर्दछु कि सबै ख्रिस्टियानहरूले आफ्नो जीवनको अन्तमा यसो भन्न सकुन्, ख्रिस्ट एक साँचो मित्र बन्नुभएको छ। प्रत्येक आगमनमा म मेरी आमाको मृत्युको वार्षिक उत्सव मनाउँछु। उहाँ 56 वर्षको उमेरमा इजरायलको एउटा बस दुर्घटनामा बित्नु भएको थियो। त्यो 1974 डिसेम्बर 16 तारिकको दिन थियो। ती घटनाहरू आज पनि मेरो लागि अविश्वसनीय रूपमा वास्तविक छन्। यदि मैले आफैलाई अनुमति दिएँ भने म सजिलै आँसुमा डुब्न सक्छु। उदाहरणको लागि, मेरो छोराले कहिल्यै उहाँलाई चिन्न पाएन भन्ने सोचेर हामीले उहाँलाई ख्रिस्टमसको भोलिपल्ट दफन गर्यौं। त्यो कस्तो अमूल्य ख्रिस्टमस थियो। तपाईहरूमध्ये धेरैले यो ख्रिस्टमसमा आफ्नो क्षतिलाई पहिले भन्दा अझ बढी महसुस गर्नुहुनेछ। त्यसलाई नरोक्नुहोस्, त्यसलाई आउन दिनुहोस् र महसुस गर्नुहोस्। प्रेमको अर्थ के हो? यदि त्यसले हाम्रा भावनालाई जीवन र मृत्यु दुवैमा गहिरो बनाउँदैन भने, तर ओहो, तीतो नबन्नुहोस्। तीतो हुनु दुःखदायी रूपमा आत्मविनाशकारी हो। यीशु हामीले अनन्त जीवन पाउन सकौं भनेर ख्रिस्टमसमा आउनुभयो। यूहन्ना 10:10 ले भने चाहिँ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। मारियन र एल्मरले आफ्ना आखिरी वर्षहरू कहाँ बिताउने भनेर छलफल गरेका थिए। एल्मरले भने, मारियन र म हाम्रो अन्तिम घर प्रभुसँग हुनेछ भन्ने कुरामा सहमत थियौं। के तपाईँ घर फर्कन बेचैन हुनुहुन्छ? मेरा परिवार छुट्टीमा घर आउँदैछन्। यस कुराले मलाई खुसी बनाउँछ। म खुसी हुनुको मूल कारण यो हो कि उनीहरू र म हाम्रो अस्तित्वको गहिराईमा अन्तिम घर फर्कने गन्तव्यका लागि बनाइएका छौं। अन्य सबै घर फर्कने क्षणहरू त्यस अन्तिम गन्तव्यका पूर्व स्वाद हुन् र पूर्व स्वाद मिठो हुन्छ जबसम्म तिनीहरू प्रतिस्थापन हुँदैनन्। ओहो, यो समयका सबै मिठा कुराहरूलाई त्यो अन्तिम महान सर्वसन्तुष्टि दिलाउने मिठासको प्रतिस्थापन नबनाउनुहोस्। हरेक नोक्सानी र हरेक आनन्दले तपाईको हृदयलाई स्वर्गको लागि तृष्णा गर्ने बनाओस्। ख्रिस्टमस के हो? यो यही हो, म त तिनीहरूले जीवन पाउन् भन्ने हेतुले आए। मारियन न्युस्ट्रम, रुथ पाइपर र तपाईँ अनि म, हामी सबैले जीवन पाऊँ अहिले अनि सदालाई। ख्रिस्टमस यही नै हो। यो ख्रिस्टमसमा अनन्तकालको मुहानबाट पिएर आफ्नो वर्तमानलाई अझ समृद्ध र गहिरो बनाउनुहोस्। त्यो धेरै नजिक छ।